आज हामी कहाँ आइरहेछौँ? Now we are going to Devchuli homestay. ल See you in homestay. चलिए सुरु करते हैं एभ्रिवान। हामी चाहिँ देवचुली जाँदैछौँ ममताको बर्थडे मनाउनको लागि हैन। अहिले चाहिँ यहाँ क्यामेरा पछाडि सुशान्त छ, यता सृजना प्रकाश। अहिले चाहिँ हामी ममतालाई कुरिरा हो। ममता सधैँ चाहिँ ढिला गर्ने मान्छे हो, ढिला गरिहाल्छ है। फेरि के गर्ने, बदनाम म मात्र हो ढिला गर्ने भनेर, तर सधैँ ढिला गर्ने ममतै हो। सुदीपले भनिसक्यो। अनि म चाहिँ नयाँ न्यू लुकमा छु अहिले। यो मेरो लुक कस्तो देखिएछ प्लिज मेन्सन इन द कमेन्ट सेक्सन। ल अब बाटोमा भेटौँ है, बाई बाई। यो चाहिँ सरस्वती पूजाको प्रसाद हो। बिग साउट आउट टु राजीव यादव, उसको बाबाले हामीलाई पठाइदिनु भएको हो हैन, अल द वे फ्रम जनकपुर। यो चाहिँ सरस्वती पूजाको हो। अनि मिठो छ पेडा अनि बुनिया। अहिले चाहिँ कति बजिरहेछ भन्दा चाहिँ 11:30-12 भइरहेछ। अनि अब चाहिँ हामी यहाँदेखि दलदली हुँदै जाने हो। बाटोको कुरा बाटोमै भइहाल्छ हैन। अब सी यू अन द वे। अब निस्किन लाग्यो। यहाँबाट चिप्सहरू प्याकिङ गर्यो। अब चाहिँ यहाँबाट हामी निस्किन्छौँ सिधै अब दलदले। She moves like a map with no borders, a whisper call. अहिले चाहिँ सानो हाम्रो सर्टकट ब्रेक भइरहेको छ गाइस। हामी चाहिँ यता दलदलेबाट चाहिँ माथितिर लागिसक्यौँ हैन। दलदलेबाट माथि लागेको चाहिँ कति भयो भन्दा चाहिँ 10-15 मिनट भयो। अनि अहिले चाहिँ सानो सर्टकट ब्रेक। मिठो छ? कस्तो छ? त्यो ठ्याक्क टिपिकल पुरानो सर्टकटवाला जस्तै टेस्ट आएको छ कि है। अब अफरोड आयो जस्तो लाग्यो। दलदलेबाट 10 किलोमिटर माथि उकालो लागिसकेपछि बल्ल चाहिँ अफरोड बाटो भेटिन्छ। अनि ठ्याक्क त्यो अफरोड बाटोकै लेफ्ट साइडमा चाहिँ तपाईँहरूले पुलिस स्टेसन पनि देख्न सक्नुहुन्छ। अनि त्यहाँबाट पनि त्यो अफरोड हुँदै जाने हो है। Hour later. के भन्ने? के छ? ठिक छ? We are going there tomorrow. हामी जानुपर्ने डाँडा चाहिँ भोलि बिहान त्यही नै हो। अनि अहिले चाहिँ हामी ठ्याक्क यो कुन ठाउँ भन्दाखेरि चाहिँ यो बुलिङटार भन्ने ठाउँमा आयो। अनि हावा चाहिँ डेन्जरै चलेको छ होइन। प्रकाश चाहिँ त्यहाँ आफ्नो अपडेट दिइरहेछ दिनपर्ने मान्छेलाई। भान्जा दिइरहेछ अपडेट, ममता पनि दिइरहेछ अपडेट, सृजना पनि दिइरहेछ अपडेट। म चाहिँ तपाईँहरूलाई दिइरहेको छु अपडेट। हेर्नुहोस् हामी जानुपर्ने ठाउँ चाहिँ त्यहाँनिर हो। म चाहिँ कस्तो देखिरहेछ, जाडो भइरहेछ गाइजहरू है। सब्सक्राइब टु दिस च्यानल भन। हाई गाइज, अब चाहिँ हामी उता के अरे नाउ वी आर गुड टु गो टु होमस्टे। अब हामी चाहिँ हिँड्दैछौँ अहिले बाटोमा होइन। बाइक स्कुटर होइन सबै पार्क गऱ्यौँ। अनि
एउटा राम्रो कुरा चाहिँ के हो भने होइन हामीलाई चाहिँ बाइक पार्किङको पैसा लिनु भएन होइन थ्याङ्क टु द्याट अङ्कल with a notebook and a grin. Yeah. She's chasing skies I've never named while I stay in my lane. But something in the way she moves keeps pulling at my chain. Oh, traveler, you carry the sun in your stride. Leaving behind what I hold inside. If I don't ask your name today, I may never get the chance to walk beside your wandering dance. She hums a tune I've never heard in languages I can't speak. हामी के खाएको She writes down cities on her wrist. 1,000 years later. प्लस छ भने फाल नत्र चारवटा खर्च ब्लू कलरकै हुनु पर्यो फेरि छैन ब्लू कलरको केही छैन चारवटा यो त होइन जुन कलर भए नि हुन्छ 3 4 खाली जुन कलर भए नि कस्तो अँ Next day. ओके गाइज गुड मर्निङ हामी चाहिँ अब बिहान कति बजी 6 बजी लाग्यो है अब हामी चाहिँ होमस्टेबाट माथि डाँडा लाग्दैछौँ म चाहिँ यहाँ छु सुदीप चाहिँ त्यहाँ बसिरहेको छन् होइन अनि बिहान क्यामेरा सुसान चाहिँ दुइटा केटीहरू चाहिँ जहिले पनि ढिलो हो क्या त्यहाँ माथि कि लिपापोती गरेर बसिरहेको छ होइन राति निन्द्रा कस्तो भयो टेपा राति चिसो भयो यार जाडो छ नि ठाउँ चिसो छ एकदम चिसो छ तर ठिक छ मजा आयो ल गुड जब हामी चाहिँ हिँडेको ठ्याक्क कति भयो भन्दा आधा घन्टा हुँदै बाटोमा चाहिँ अलिअलि सनराइजको देखिन थालिसक्यो यहाँ चाहिँ यो चाहिँ थकित अवस्थामा आधा घन्टा हिँडेर पनि यस्तो थकित अर्को थकित उता बिचरा पसिना टल्किहाल्यो कि के हो साथी नबोला मलाई सो चाहिँ क्यामेरा हामी चाहिँ उ त्यो टावरमा जाने हो होइन साथीहरू त्यो मान्छेहरूले चाहिँ ओभर हाइप गरिदिएको छ कि ट्रेकको ट्रायलहरूलाई तर ट्रायल चाहिँ एकदम राम्रो टकिङ अबाउट ट्रायल वाट आई वुड लाइक टु एक्सप्रेस इज द्याट द ट्रायल लुक्स प्रिटी सिम्पल इट इज नट द्याट डिफिकल्ट देखिन्न नि त तिमी कसो भन्छ थक्यो थाकेको छ कि नै बाई ल साथीहरू भनेपछि तपाईँ आफै इमेजिन गर्न सक्नुहुन्छ यो कति नजिक छ ओ साथीहरू थाक्यो हो हिँड्न नसकेर यिनीहरूको सधैँ पछाडि ऊ लड्यो है झन्डै लड्यो हामी आएको बाटो चाहिँ उतै हो होइन यस्तो 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 यता हुँदै अनि ऊ यो तल देखिरहेको होमस्टेमा बस्यो हामी चाहिँ खत्रै छ त्यो यु क्यान भिजिट देवचुली आई रिकमेन्ड यु गाइज एन्ड देयर गोज द सनराइज
मेरो यो कुरा मान न चाहन्थे केवल माया तिम्रै अनि देख्थे तिम्रै सपना त्यसैले नजाऊ मलाई छोडेर मायाका बाचा कसम तोडेर मेरो छाउन के तिमी अब आउन भन्दै अब कराउँछु म मुटुभित्र मलाई राखन मन चाहे मनलाई बुझ्दैन के हुन्छ र मलाई एकछिन बिर्सेर दुख्छ जब मेरो कुरा बुझ्दैन चाहन्छु केवल तिमीलाई माया देऊ अब मलाई बसिराख्न देऊ अब मलाई नजाऊ मलाई छोडेर मायाको बाचा कसम तोडेर सपनासँग साटन साटन तिम्रो मुटु मसँग साटन छैन प्रीत भनिन ढाटन अहिले चाहिँ सनराइज पनि भइसकेको छ अनि हामीले चाहिँ फोटोसुट पनि खिचिसक्यौँ एकछिन अफ गर त मेरो कपिराइट लाग्न सक्छ प्रकाश छ अनि यहाँ सुदीप छ अब चाहिँ हामी टिकटक सिकटक बनाउँछौँ एकछिन एन्ड वी आर गुड टु सेट है कपिराइट लाग्छ एकैछिन सनराइज चाहिँ दामी भइसकेको छ होइन सनराइजको टाइम ल्याप्स चाहिँ खास छैन ओहो र गाइज हामी चाहिँ भ्यू पोइन्टबाट पुगेर अब फर्किँदैछौँ अब चाहिँ हामी फर्केर त्यहाँ होमस्टेमा जान्छौँ खानासाना खान्छौँ अनि त्यहाँबाट चाहिँ हामीले हिजो बाइक राखेको ठाउँ पोखरी हो होइन त्यो पोखरीमा गएर बाइक लिन्छौँ अनि विल गुड टु गो यो देवचेलीवाला भ्लग चाहिँ एकदमै सर्ट एन्ड स्विटवाला भ्लग बनाएको छु मैले बिकज अरू भ्लगहरू चाहिँ एकदमै लामो एक्सेसिभ लामो भइरह्यो त्यही भएर चाहिँ यो मेरो भ्युवर्स इङ्गेजमेन्ट चाहिँ खासै राम्रो भएको जस्तो मलाई लागेन त्यही भएर चाहिँ आई थट टु मेक सर्ट एन्ड स्विट भ्लग सो साइनिङ अफ फ्रम देवचुली फर नाउ सी यु लेटर 3 hours later. ल बाई बाई अर्को पालि आउँदा बस्छौँ अब हामी ल अब चाहिँ हामी निस्किन लाग्यो आएर हामी खानासाना खायौँ होइन अनि यहाँ चाहिँ यस्तो छ अनि हामी बसेको होटल चाहिँ उयो नै हो बराल बजे होटल भनेर छ होइन अनि यहाँ चाहिँ होमस्टेहरू छ अन्डर कन्स्ट्रक्सनमा छ अहिले चाहिँ त्यही पनि हामीलाई ठिकै छ डाँडा चाहिँ उयो माथिका हो बसे होमस्टे चाहिँ यो हो है त यहाँबाट भ्यू हेर्नु सक्नुहुन्छ अहिले तोरी बारीको भ्यूमा राम्रो छ हाई गाइज हामी चाहिँ आइसक्यौँ हामीले हाम्रो बाइकहरू लिने ठाउँमा पनि अब चाहिँ हामी यहाँबाट सिधै ब्याक टु चितवन हुन्छ अनि अहिले चाहिँ हामीले यही सर्ट भन्नेमा राखेको थियौँ अनि यहाँ चाहिँ फ्री अफ कस्टमा राखिदिनुहुन्छ बाइकहरू तपाईँहरूले लान सक्नुहुन्छ अब चाहिँ हामी यहाँबाट हेलमेटहरू हामीले यहीँ छोडेको थियौँ अनि यहाँ आएर पानी सानी खायो यसो सर्ट ब्रेक गरेर अनि अब चाहिँ हामी निस्किन लाग्यो अहिले चाहिँ 11-12 बजिरहेको छ अब चितवन 2 घन्टामा पुग्छौँ होला हामी यहाँबाट यति नै हो यो सिरिजको लागि चाहिँ बाई बाई किप लभिङ किप सपोर्टिङ बाई बाई गाइज ह्याभ फन